देशभर निर्वाचनको माहौल तातिरहेको अवस्था छ। राजनीतिक दलका नेता कार्यकर्ताहरू आफ्नो पार्टीलाई जिताउनको लागि उम्मेदवारलाई लिएर घर दैलोमा पुगेका छन्, टोलटोलमा पुगेका छन्, बस्ती बस्तीमा पुगिरहेका छन्। यसो त फागुन 21 गतिको निर्वाचनमा आफ्नो दललाई अथवा आफ्नो उम्मेदवारलाई जिताउनको लागि नेता कार्यकर्ताहरू, राजनीतिक दलका नेतृत्वहरू अहिले आफ्नो उम्मेदवार क्षेत्र रहेको निर्वाचन क्षेत्रमा पुगेका छन् र शीर्षस्थ नेताहरू देशव्यापी दौडामा पनि पुगिरहेको देखिन्छ। र यसो भनिँदै गर्दाखेरि यदाकदा निर्वाचनको यो सम्मुखमा राजनीतिक दलहरू एक आपसमा भिड्ने हुन् कि अथवा एक आपसमा लडाइँ गर्ने हुन् कि अथवा बेमेलको वातावरण सिर्जना हुने हो कि भन्ने किसिमको शङ्का पनि सुरुवात भएको छ। त्यसको उदाहरण हो झापा 5 मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको सम्पर्क कार्यालयमा तोडफोड भएको छ। झापाको कमल गाउँपालिका 2 मा बालेनको सम्पर्क कार्यालय रहेको घरको सिसा फुटेको अवस्थामा भेटिएको प्रहरीले जनाएको हो। सिसा फुटेको खबर प्रहरीले पाएपछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरेको छ। राजसभाका वरिष्ठ नेता तथा झापा 5 का उम्मेदवार बालेन्द्र शाह बालेनको प्रचार प्रसार र भेटघाटको लागि कार्यालय खोलिएको थियो। तोडफोड कसले गरेको हो भन्ने खुल्न बाँकी रहेको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। यसो त सुरुवाती चरणमा कोशी प्रदेशको भ्रमण गरेका बालेन सुदूरपश्चिमका केही जिल्ला घुमेर फेरि पूर्व फर्किएका छन्। उनी आज उदयपुर सिमेन्ट कारखानामा पुगेका छन्, सुनसरीको बराहा क्षेत्रमा पुगेका छन् र दर्शन गरेका छन्। उनले उदयपुर सिमेन्टको कारखाना अघि उभिएर उद्योगहरू देशको मेरुदण्ड रहेको बताउँदै उद्योगहरूको विकासले देशमा रोजगारीको अवसर सिर्जना हुने, राष्ट्रिय आय बढाउन सहयोग गर्ने साथै देशको आर्थिक समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्। उदयपुर सिमेन्ट जस्तो उद्योगलाई राज्यले संरक्षण तथा प्रबन्धन गर्नुपर्ने उनको धारणा रहेको छ। यसरी बालेन शाह जो राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता छन्, उनको कार्यालय तोडफोड हुनु भनेको चुनावी सुरक्षाको विषयलाई लिएर सरकारमाथि पनि प्रश्न चिन्ह खडा भएको छ। यसै गरी अन्य उम्मेदवार र राजनीतिक दलका नेता कार्यकर्ताहरूमाथि विभिन्न किसिमका घटनाहरू भयो भने यसको जिम्मेवारी को हो? सरकारमाथि सुरक्षाको प्रश्न पनि उत्तिकै खडा भएको छ र राजनीतिक दलका नेता कार्यकर्ता उम्मेदवार र समग्र आम नागरिकलाई चुनावमा होमिनको लागि र एउटा वातावरण बनाउनको लागि सरकारले पनि सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ र चुनाव हुने वातावरणको लागि सुरक्षा प्रमुख विषय हो। धन्यवाद।